हेलो साथीहरू, म चाहिँ आज आँपको खट्टी मिठी अचार बनाउन गइरहेको छु। अनि यसरी आँप पनि छिलिरहेको छु। मैले अहिलेको आँप चाहिँ मैले यसरी काटेर यतिको बनाएँ। पहिले यसरी धोएर अलिक सुकाएर त्यत्तिकै सुक्खा बनाएर अनि त्यसपछि काटेर यतिको बनाएँ। अब मैले यहाँ यो कराई बसालेको छु। कराई चाहिँ मेरो भागमा परेको मान्छे तिमी भने जस्तै हो के। कराई चाहिँ यस्तै हो दुईजना होइन। शुद्ध तोरीको तेल राखेँ, अनि त्यसपछि 5 फोरन पड्काएँ, अनि खाने सुप मिठा सुप राखेँ। अब यसमा म सुकेको खुर्सानी पड्काउँछु। आगोमा पकाउँदैछ है साथीहरू। मलाई आगोमै सजिलो लाग्यो। अब मैले यो ओइरे फर्स्टचोटि चाहिँ मैले भोइस ओभर गरेर भिडियो बनाउँदैछु। साथीहरू नराम्रो नसोचिदिनु होला। फर्स्टचोटि चाहिँ यसरी भुट्ने। यतिको भएपछि चाहिँ यसमा बेसार राख्ने। त्यसपछि हल्का सेतो नुन राख्ने। यसमा चाहिँ बिरे नुन पनि राख्न सकिन्छ। मैले चाहिँ बिरे नुन पनि ठिक पारेको छु। स्वादअनुसार नुन राखेँ। यो चाहिँ बिरे नुन है साथीहरू। यो चाहिँ म अहिले लास्टमा राख्छु। त्यो चाहिँ अब त्यो पाक्नको लागि मात्रै मैले थोरै राखेँ। यसलाई यसरी चलाइदिने। मजाले गल्ने गरी पाक्न राखिदिने। आगो मात्रै छिट्टै हुने कि। फेरि यो चुलो नै डेन्जर छ होइन साथीहरू। फलामको चुलोमा मैले माटोले लिपेर यस्तो बनाएको छु। चुलो आगो धागा सबै दिने क्या। मेरो गमला नि छ। फाइनली चाहिँ अचार यस्तो भयो। हेर्दाखेरि चाहिँ अँध्यारो भएर कालो कालो देखियो। तर अचार चाहिँ एकदमै मिठो, एकदमै टेस्टी। लास्टमा चाहिँ मैले बिरे नुन राखेँ। अब मेरो क्यामेरा पनि त्यस्तै छ, अँध्यारो पनि छ, राति पनि। मैले अलिकति धुलो मसला नि राखेको छु। त्यसपछि यसमा मैले धुलो खुर्सानी राखेँ। स्वादअनुसार टक्क पिरो चिरो पनि चाहिन्छ। त्यसपछि यो राखेपछि यसमा मैले अब सक्खर राखेँ। यो चाहिँ धुलो सक्खर है। मैले बजारमा गएको किन्नलाई यस्तो खालको सक्खर पाएँ। स्वादअनुसार सक्खर पनि राख्ने। खाने सक्खर है यो चाहिँ। मजाले चलाइदिने। यति सक्खर चाहिँ राख्नु अरे। कस्तो मन पऱ्यो क्या मलाई यो सक्खर चाहिँ। साह्रै नै काट्नै नपर्ने। साथी यसको रङ कलरहरू चेन्ज हुँदै गयो।
आगो यतिको हुँदै गयो अझ यो कराई पनि फलामको जस्तै भएर खाना देखियो है अहिले मैले हेरिराखेँ साथी यतिको भयो सखर पनि पौडिनु पर्यो नि त